हेलो साथीहरु नमस्ते। हेर्नुस् त मैले आज यहाँ के बनाउँदैछु। मैले आज बनाउँदैछु सुजीको पुवा हजुरको माझ। हेर्नुस् है आज मैले कसरी बनाउँछु। पहिला मैले सुजीलाई मजाले केलाएर पानी हालेर भिजाए। एकछिन म भिजाएर हेर्नुस् है, यो चाहिँ सुजी है साथी हो। यसलाई चाहिँ हामीले सुजीको पुवा भन्छौँ। तपाईहरुले के भन्नुहुन्छ कमेन्टमा भन्नु होला साथी हो। हेर्नुस् है मैले मजाले भिजाए। हेर्नुस् त मजाले पानी हालेर एकछिन भिजाउनु पर्छ 1-2 मिनेटसम्म। त्यसको बादमा भिजेपछि मैले यसको माथिको पानी निकालेर फ्याँकिदिए। त्यसको बादमा हेर्नुस् है मैले यसलाई कसरी भुट्ने छु। मैले यहाँ भुट्नुको लागि यहाँ चाहिँ मैले बदाम काटेर राखेको छु, अलिकति किसमिस अनि तेजपत्ता। हेर्नुस् त घिउ राखेको छु मैले यहाँ। यो चाहिँ असली घिउ है साथी हो। यो चाहिँ मैले बनाएको घिउ है साथी हो। म तपाईहरुलाई देखाउँछु है मैले कसरी घिउ बनाउँछु। बादमा म तपाईहरुलाई एक दिन बनाउने छु, घिउ बनाएर देखाउने छु, भिडियो बनाउने छु मैले घिउ बनाएको पनि। हेर्नुस् मैले घिउ ततारे यहाँनिर मैले किसमिस र त्यसको बादमा बदाम हाले, तेजपत्ता पनि हाले। एकछिन फ्राई गरेर माथिबाट मैले सुजीलाई भिजाएर राखेको हाल्दिए साथी हो। तपाईहरुले कोले खानु भएको छ कमेन्ट गर्नु होला। कस्तो हुन्छ, बहुत टेस्टी हुन्छ यो चाहिँ। हामीलाई हलुवा खानु मन पर्दैन, यो चाहिँ बहुत मन पर्छ। मैले जहिले पनि यसरी नै बनाउँछु। हेर्नुस् त गिलो हुन्छ है यो चाहिँ। यसरी मजाले बहुत टाइम लाग्छ साथी हो। यो चाहिँ भुट्नु पर्छ मजाले। हेर्नुस् त यस्तो भयो। मैले घिउ हालेर बनाएको मजाले। हेर्नुस् है साथी हो तपाईहरुले पनि बनाएर खानु होला। मैले माथिबाट चिनी हाल्दिए। यो चाहिँ अलिक भुटिसक्यो हेर्नुस् त। पहिला त पुरा गिलो हुन्छ, बादमा भुट्दा अनि हलुवा जस्तै हुन्छ यो चाहिँ। हेर्नुस् त साथी हो कति राम्रो भयो, फुरफुराउँदो भयो अहिले चाहिँ। अझै मजाले भुट्छु म यसलाई। तपाईहरुले नि खानु होला बिहान खाजामा बनाएर, बहुत टेस्टी हुन्छ यो चाहिँ। हेर्नुस् त कस्तो राम्रो भयो, भुट्दा फुरफुराउँदो भयो। तपाईहरुले नि खानु होला साथी हो। जसले मेरो च्यानललाई फलो गर्नुभएको छैन फलो गर्नु होला। युट्युबमा पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला साथी हो। हेर्नुस् त कस्तो दामी देख्यो। मैले यहाँ निकालेँ, यहाँ मैले ब्ल्याक टी अनि त्यसको बादमा पुवा रेडी छ साथी हो। खान्छु म चाहिँ अब नास्तामा। ल राखेँ साथी हो, बाई बाई।